हेलो गाइज नमस्ते, म पङ्कज राणा र आज हामी सोसियल इन्जिनियरिङको बारेमा पढ्नेछौँ। सोसियल इन्जिनियरिङ अर्थात् समाजको संरचना निर्धारण कसरी बनाउने, यो चाहिँ खासमा इन्जिनियरिङ शब्दावलीले चाहिँ अब त्यसलाई इन्डिकेट गर्यो होइन। अब इन्जिनियरिङ भने कुनै पनि वस्तु संरचना बनाउने होइन। अब त्यही हिसाबले चाहिँ गर्ने कुरा गऱ्यौँ। सोसियल भनेको अब सामाजिकको संरचना चाहिँ कसरी बनाउने। मुख्यतः हामी हेर्न सक्छौँ सोसियल मिडिया, फेसबुक, टिकटक, अनि तपाईँको न्युजहरू भयो। अनि त्यसपछि एस्पेक्ट्स अफ गभर्मेन्टले कस्तो कस्तो खालको अवधारणाहरू प्रकट गर्छ टाइममा सिचुएसन अनुसार। त्यसले चाहिँ अब एउटा समाजको चाहिँ इन्जिनियरिङ गर्ने गर्दछ। जसले हामीले हेर्न सक्छौँ सोसियल इन्जिनियरिङमा चाहिँ अब सोसियल मिडिया फेसबुकको के हुन्छ त, फेसबुक, टिकटक, तपाईँको वाट्सएप, अनि विभिन्न च्यानलहरू, पेजहरू छन्, ट्विटर छ होइन। अनेक सोसियल मिडियामा चाहिँ अब न्युजहरू, गलत टाइपको नेगेटिभ न्युजहरू, एक्सप्लोइट कन्टेन्ट्सहरू, हिंसात्मक का चाहिँ अब जुन हुन्छ नि ती सबै खबर यताबाट उता। आजको त संसार त सानो छैन होइन। एक ठाउँको खबर अर्को ठाउँ पुग्न 1 सेकेन्ड लाग्दैन। र त्यो कारणले जस्तै अब फेसबुक, अब तपाईँको हाम्रो जो जेनजी आन्दोलन भयो प्रत्येक कन्ट्रीहरूमा, बङ्गलादेश, अनि त्यसपछि श्रीलङ्का, बङ्गलादेश, अनि हरेक जति पनि कन्ट्रीहरूमा हुँदैछ अहिले जेनजीको प्रोटेस्टहरू होइन। त्यसको चाहिँ अब हामीले यसलाई इक्जाम्पलको रूपमा हुन्छ। जस्तै अब नेपालमा फेसबुक ब्यान भयो, त्यो फेसबुकको ब्यान भयो भनेर अब एउटा चाहिँ मिडियामा जुन टाइपको क्रेजिनेस ल्यायो होइन, घरिघरि सेम कन्टेन्टहरू चाहिँ देखाएर नै। खासमा यो साइबरसँग पनि रिलेटेड छ। र अब न्युजको कुरा भयो होइन। न्युजले चाहिँ के छ भन्दाखेरि तपाईँको न्युजहरू जति पनि हुन्छ अब नर्थ इस्ट, वेस्ट, इस्ट, साउथ होइन, जहाँको पनि अब अल कन्ट्रीको होइन। अब हाम्रो एसियन कन्ट्रीको, साउथ एसिया, वेस्ट एसिया, इस्ट एसिया, डिफ्रेन्ट होइन। तीमध्ये पनि सबै कुराहरू चाहिँ अब न्युजमा आउने हुन्छ। त्यसपछि तपाईँको अर्को देख्न सक्छौँ हामीले एस्पेक्ट्स अफ गभर्मेन्ट। गभर्मेन्टले चाहिँ हरेक टाइपको अब देशमा घटनाक्रम हुन्छ, त्यो घटनाक्रमको आधारमा चाहिँ कस्तो खालको एक्सन लिन्छ, अनि ती एक्सनले गर्दाखेरि चाहिँ अब समाजमा चाहिँ कस्तो असर पर्छ कि मैले चाहिँ जे गरे नि हुन्छ होइन, मैले चाहिँ यस्तो गरे नि हुन्छ, उस्तो गरे नि हुन्छ, प्रत्येक व्यक्तिमा जुन पर्ने असर हुन्छ त्यसलाई चाहिँ एस्पेक्ट अफ गभर्मेन्ट अर्गनाइजेसनले चाहिँ डिटेक्ट गर्छ। अब गभर्मेन्टले चाहिँ अब जस्तो पनि अब सानो घटनाक्रमहरूमा अब जस्तै हामीले अहिले पछिल्लो समयका घटनाहरू भयो, हरेक कुराहरू भयो, त्यो सबैलाई रिलेट गरेर पनि थाहा पाउँछ कि है गभर्मेन्ट त अलिक बिस्तारै अलिअलि चाहिँ पहिला जस्तो छैन है, राम्रो छ है भन्ने हुन्छ। कसैलाई चाहिँ अब लुज छ, कसैलाई चाहिँ अलिकति राम्रो छैन। हरेक मान्छे हुन्छ, फरक एस्पेक्ट हुन्छ गभर्मेन्टप्रति। सो सबै कुराहरू सोसियल मिडियामा हाल्नेदेखि लिएर हरेक तरिकाको जुन प्रतिक्रियाहरू हामीले कन्टेन्ट कन्ज्युम गर्छौँ त्यसकोले चाहिँ हाम्रो सोसियल मिडिया समाजको चाहिँ संरचना निर्धारण गर्छ। अब एउटा डक्टर छ, एउटा डक्टरले चाहिँ राम्रो सेवा गर्ने क्रममा पनि उसले राम्रो सेवा सुविधा नपाउँदाखेरि उसको दिमागमा कस्तो असर पर्छ होइन। त्योदेखि लिएर एउटा विद्यार्थीलाई होइन पढ्नको लागि कति सकस भइरहेको छदेखि एउटा पत्रकारलाई जथाभावी पत्रकारिता पनि गर्न नपाइने, हरेक कुराहरू बन्देज लगाउँदाखेरि त्यो सबै कुराहरू चाहिँ एज अ सोसियल इन्जिनियरिङमा चाहिँ हामीले हेर्न सक्छौँ। पछिल्लो समय चाहिँ अनेक टाइपको सामाजिक सञ्जालहरूमा कन्टेन्टहरू आउने होइन। सानोतिना एकदम भेरी इम्पोर्टेन्ट टु भेरी वर्थलेस कन्टेन्टहरूदेखि लिएर सबै कन्टेन्टहरू जुन चाहिँ युजलेस छ, ती सबै कन्टेन्टको कन्जम्सनले गर्दाखेरि एउटा जनमानसमा पर्ने असर जुन छ त्यो हामीले आजभोलिको दैनिकीमा देख्न सक्छौँ। सजिलै आत्मदाह गर्ने, नकारात्मक सोच आउने होइन। सो यसरी चाहिँ हामीले सोसियल इन्जिनियरिङ अब यसबाट कसरी चाहिँ हामी आफूलाई सेफ गर्ने भन्दाखेरि अलिकति इन्टरनेटहरूमा जति पनि कन्टेन्टहरू छ जस्तो भयो त्यस्तै कन्टेन्टहरूको चाहिँ कन्जम्सन नगर्ने, फिल्टर गरेर चाहिँ राम्रो कन्टेन्टहरूलाई चाहिँ एज्युम गर्ने, युज गर्ने, युटिलाइज गर्ने, सकारात्मक पक्षलाई मात्र अवगत गर्ने होइन। सो यही नै थियो आजको भिडियो। र यस्तै भिडियोहरू आउने नै छन्, त्यसको लागि चाहिँ हेर्दै गर्नु होला। हस्, थ्याङ्क यू, थ्याङ्क्स फर वाचिङ।